हेलो लासो फ्याफुल्ला गुड मर्निङ। आज चाहिँ हामी 6:30 बजे होइन चुवाची लिन जानु लाग्यो क्या। उता पासारमा पाउँछ। अनि त्यो चुवाची लिन जानु लागि बस कुरिरहेको, बस आएकै थिएन। बल्ल बल्ल आधी घन्टापछि बस आयो। बस चढेर जाँदैछौँ हामी चुवाची लिन। बसमा थुप्रै मान्छे थियो कि भिड थियो, त्यही पनि होइन सिट पायो बसियो। अनि सर्ट ओर्लेर होइन हामी चुवाची लिन जाने ठाउँमा जाँदैछौँ। अरूहरू पनि थियो, म्यानमार के अरू बङ्गालीहरू पनि थियो क्या। अनि हामी चाहिँ 3जना थियो कि, दुईवटा भाइ म गइरहेको थियो टुई 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 लिनलाई। अनि भित्र आयो अरू अरू सामान पनि पाउँछ, फलफुल सब्जीहरू सबै। हामी चाहिँ फोकस चाहिँ चुवाचीमा हो क्या। चुवाची ल्याउने, चुवाची ल्याएर हामीले अब बस चढ्न जानु पऱ्यो नि त। हामी चुवाची सँगसँगै अरू सब्जी पनि थियो, उहाँ साग टुक्क गरेको एकैचोटि कम्पनीमा आइपुग्यो क्या। काटेको एडिट गरेको कहाँ एकैचोटि आउनु, कस्तो कम्पनीमा आएर जिउ तन्का। यो चाहिँ चुवाची होइन, छाला थिएन, यो चाहिँ ढाँडपट्टिको मासु हो। अनि यो साग पनि छ। अनि त्यो ढाँडपट्टिको मासु हड्डीवाला हो नि त, यो फ्राई गरेर हल्का ग्रेभी गर्ने हो, त्यो साग हालेर होइन पर 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 भुट्ने। अनि म चाहिँ टिम्बुर चाहिँ हाल्छु कि, यहाँबाट नेपालबाट पठाइदिनु भएको थियो मेरो खोइयोले। अनि त्यही टिम्बुर जिरा धनियाँ लसुन टाकटुक पारेर डाङडुङ हालेर, अब सबै त देखाउँदिनँ, सबैलाई आइहाल्छ, पकाउन त आइहाल्छ। चस यस्तोरी होइन खान मन लाग्छ। यो साग चाहिँ मेरो फेभरेट हो क्या चुवाचेको लागि है। अरू बेला चाहिँ मिठो लाग्दैन, चुवाचेको बेला मात्र। अनि चुवाचे यहाँ पुरै छड्किरहेछ होइन, खानु पऱ्यो नि त चुवाचे हो नि। अनि यो छालावाला चाहिँ खासै मन पर्दैन, यो हड्डीवाला मनपर्छ। त्योहरू ल्याएर पकायो, अब खाँदैछु। चुवाचे छ। अनि हिजोको